नमस्ते साथीहरू मैले फेरि कति दिन बाद चाहिँ मेरो ब्लग लिएर आएको साथीहरू कस्तो हुनुहुन्छ आज सन्चै छ हात गर्दैछु मैले फेरि आज न्यू ब्लग लिएर आएछु म चाहिँ हतार बनाउन पाउँदैन नि त त्यसैले घरमा काम गर्नुपर्छ अनि चाहिँ मैले न्यू ब्लग लिएर आएछु अब चाहिँ मेरो स्कुल जाने टाइम भएको छ अनि पहिला काम खत्तम भयो कि अब चाहिँ रेडी हुनुपर्छ एकैचोटि आजसँग रेडी भएर रेडी हुन्छ होला हेर्दै गर्नुहोस् होला अन्त्यसम्म बिना नकाटिकन हेलो साथीहरू अब चाहिँ म चाहिँ मेकअप गरेर टिकटक गरेर चाहिँ स्कुल जान आँटेको अन्त यहाँ चाहिँ बहिनी खराब भएको छ अनि तब चाहिँ हामी जाने हो पुरा लेट भइसक्यो के धमाधम कपाल दुईचोटि पनि बार्न पाएन अनि अहिले चाहिँ यहीँ बार्ने हो स्कुल पस्ने बेला दुईचोटि अनि हजुर हेर्दै गर्नुहोस् होला मेरो भिडियो कस्तो लाग्छ मैले हालेको थिएँ नि तपाईँहरूलाई त्यो मेरो भिडियो हेरेर थ्याङ्क यू कस्तो लाग्यो भन्नु पनि होस् होला अनि चाहिँ भन्नुहुन्छ नि साथीहरू मेरो इन्स्टामा पनि गएर फलो गरिदिनु होला मिस राइनी 60 छ फलो गरिदिनुहोस् होला अनि त अनि कमेन्ट पनि गरिदिनुहोस् होला नयाँ यो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ नि लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला नबिर्सी अनि चाहिँ अब हामी स्कुलतिर लागेको भने पनि गाडी स्ट्यान्डतिर लाग्दैछ नि त्यहाँबाट चाहिँ गाडीमा चढेर जाने हो अन्त पछाडि चाहिँ लम्बुकेटी यहाँ बसिरहेको छ अब चाहिँ जाने हो हेर्दै गर्नुहोस् होला अन्त्यसम्म साथीहरू देख्न सक्नुहुन्छ यहाँ बहिनीहरू अक्छु के गरेको नबली गयो त लगेर म चाहिँ बहिनी चाहिँ हामी जाँदैछौँ खै यिनीहरू त पुरा लेट मात्रै लगाउँदैछ त ऊ के हो पारा छिटो गर न अक्छु आइज न यहाँ चाहिँ हाम्रो गाउँै साथीहरू हाम्रो गाउँ चाहिँ यस्तो पो त है हेर्न सक्नुहुन्छ हजुरले कता कताबाट मेरो भ्लग हेर्नु हुँदैछ भनिदिनुहोस् होला कमेन्टमा कुन जग्गाबाट अनि हेर्दै गरिदिनुहोस् होला हामीले यस्तो साथ दिनुहोस् होला जान लाग्यो देख्नु सक्नुहुन्छ है साथीहरू म त पुर्की भएर देखेको पनि छैन के यहाँ चक्करी जाँदैछ मै मात्रै पछि हुँ क्यामेराहरूको चक्करमा क्यामेरामा पनि साथीहरू क्यामेरामा पनि पुर्की मतलब ऐनामा पनि पुर्की देखिन्छ त्यही माथि लम्बु उयो के ऐना के अन्त पुर्की देखिहाल्छ क्या कस्तो लाग्दैछ त्यही मजाले हेरि जाँदैछ त के हो पारा एन्स मलाई राम्रो देख्छ साथीहरू रामी त नभने हुन्थ्यो होला अब चाहिँ हामी स्कुलतिर लाग्ने हो यो चाहिँ यहाँ छ ब्लग भनेको लाइभ हो है साथीहरू ब्लग त लाइभ हुने ब्लग नबनाइकन कुन चाहिँ मान्छे भाइरल हुन्छ यही ब्लग त हेर्नुहुन्छ नि हजुरहरूले नि ब्लग कति बनाएको भन्छ त्यो ब्लग त बनाउनै पर्ने हो हेलो साथीहरू म चाहिँ स्कुलमा आइसकेर मेरो अघिको भ्लग देखाउनु भएन स्कुलमा आएर चाहिँ मेरो प्रोग्राम पनि बुझिसक्यो अब चाहिँ म घरतिर लाग्दैछु तर घरतिर लाग्नुभन्दा अगाडि चाहिँ एकछिन घुम्ने हो त्यसको बाद जाने हो हाम्रो कारबाट पनि मतलब बानाहरू पनि घुमेर देखाउने हजुरहरूलाई अन्त यो चाहिँ हाम्रो स्कुल हो साथीहरू भित्रबाट देखाउनु सक्दिनँ होइन अन्त हामी चाहिँ जाँदैछौँ घरतर्फ देख्नु सक्नुहुन्छ होइन म चाहिँ तपाईँहरूलाई हाम्रो स्कुल देखाउँछु ल मलाई त नि उयो के भनेको फर्म भन्दाखेरि साथीहरू भन्नु त यस्तो डर लागेको थियो कि यस्तो डर लागेको थियो कि तर भए पनि भरियो होइन फाइनली मेरो भरियो खुसी पनि लाग्यो अनि चाहिँ केही होइन खुसी लाग्यो होइन हुने काम चाहिँ झमन्दा पनि खतम गरेको राम्रो के लास्टमा खतम भयो भने त उयो पनि हुन्छ नि त होइन यस्तै हो अब हेर्नु होला होइन अझ यहाँ बहिनीहरू जाँदैछ अगाडि है चुटकी हाई भन्दै ए ल जाँदैछ यो चाहिँ बानाहाट पार्कै साथीहरू बाहिरबाट यस्तो देखिँदैछ म तपाईँहरूलाई हाम्रो स्कुल देखाउँछु ल देखियो भने देखिन्छ कि देखिँदैन अनि यो चाहिँ हाम्रो स्कुल हो कस्तो डर लाग्यो कि मलाई देख्नु भयो होला अलिकति देखाएँ फुल देखाउनु पाएन किनकि अब स्कुलमा चाहिँ के भन्यो नि फोन रोक्नु दिन्न नि त हाम्रो त्यसैले त्यही हो चाहिँ हाम्रो यहाँको पार्क हेर्ने बानाहरूको पार्क भित्रमा पसे पनि देखाइदिउँ होला बाहिरबाट हेरेर इन्जोय गर्नुहोस् होला यो चाहिँ बानाहाट पार्क यो चाहिँ कटार है कोही कटार खानु चाहिँ रातेर चोरेर खाँदा हुन्छ भन्नु अरे देख्नु सक्नुहुन्छ पार्कमा चाहिँ थप्पै मान्छे छ पार्कमा चाहिँ मस्त मान्छेहरू चाहिँ यहाँ रोडले देखेको छैन कि भन्दा पनि देख्नु सक्नुहुन्छ पढाइ नगरी
पढाइ नगरी नगरी यसरी घुम्नु आउँछ अहिलेको केटाकेटीहरू भन्नु त म पनि केटाकेटी हो साथीहरू हेर्नै गर्नुहोस् न अन्त यता देखा न साथीहरू यो चाहिँ तर के बात भन्छ मलाई थाहै छैन सुन्नु आएको है यो चाहिँ दादाहरू कति दामी दामी गर्छ क्या हुन्छ दामी दामी जग्गा क्या यता खै म त जति भिडियो बनाउँछु त्यतिमै यस्तो तारहरूले छेकिँदैछ के अहिले छेकिँदैछ होइन घरको डिजाइन भयो क्या मस्त डिजाइन है यस्तो दामी डिजाइन हेर्नु न डिजाइन पनि दामी छ कोही देखाउने चिज नै छैन त यहाँ हामी चाहिँ वहाँ पुगेर अहिले देखाउँ वहाँ पुगेर चाहिँ कसरी घरतिर देखाउँछु होला ल गाइस साथीहरू हामी चाहिँ फाइनली चाहिँ हामी यहाँ के भन्ने जग्गातिर यो बङ्गला स्कुलको बाहिर आएर चाहिँ एकछिन फोटो खिच्न आएको छौँ यहाँ आएर चाहिँ फोटो खिचिरहेको छौँ देख्नु सक्नुहुन्छ कति राम्रो देखिरहेको छ है त्यही माथि सेम सनम त्यही कसम भन्छ नि त्यही गानाको हिसाबले यो डेकोरेट त्यस्तै सेम देखिरहेको छ कि जसलाई रिल्स बनाउनु लाग्छ यहाँ अहिले आउनुहोस् होला कति राम्रो छ अन्त बहिनीले चाहिँ पछाडिबाट खोइ हर्न म पनि आऊँ न भनिराखेर आयो त्यसले पनि अन्त मैले चाहिँ रुम त मेरो एउटा सो हेर्नु न त भनेर म पनि पिपी फुरेँ भन्दै जपरा फेक्नु स्टार्टिङ गरेँ अनि यस्तो लाज बोलाएर त्यस्तो बेहुरा अनि बहिनीले पनि ए दिदी तँलाई म पनि छिट्काइदिन्छु नि ल भनेर साइडपट्टि गएँ हेरिराखी बिचारा एकछिन त के गरौँ भनेर जबरा टिपी त्यसले पनि त्यहाँदेखि चाहिँ त्यसले पनि मलाई चाहिँ छिट्किदियो अन्त मैले वा कस्तो देखिँदैछ है मलाई भन्दै जबरा डिजाइन स्टार्टिङ गरेँ अनि चाहिँ के भन्नु मलाई अनि हरेक शब्दमा अनि आउँदैछ मेरो अनि चाहिँ कति दामी जग्गा के भन्दा म थाकिसकेँ भिडियोमा मेरो रियल भोइस बाबा भन्नुहुन्थ्यो कि कतिवटै शब्द भनेको भनेर तर चाहिँ म भनेको थिएँ अन्त म चाहिँ भन्दै थिएँ कि मलाई फोटो खिच्न आउँदैन भन्दै म चाहिँ यस्तो उस्तो गरिराखेको थिएँ रिल्स बनाउने यसरी बनाउँछ भनिरहेको सिकाइरहेको थिएँ त्यसलाई अनि घर चाहिँ कतिखेर जाने भनिरहेको थिएँ यस्तो गरम पनि लागेको थियो घाम पनि लागिरहेको थियो त्यही माथि यस्तो रङको कुर्ता है अन्त मेरो चाहिँ अर्को ड्रेसमा चाहिँ त्यस्तो थिएन यसमा चाहिँ त्यस्तो भयो नि त साथीहरू हामी चाहिँ रेल स्टेसन आएर चाहिँ पुरा रमाइलो गरिरहेको थियौँ यताउति भ्यू देखाइरहेको थियौँ हेर्नु न कस्तो देख्दैछ कि कति दामी भ्यू देखाइरहेको थियो है म चाहिँ यताउता जग्गामा देखाइरहेको छु हेर्नु न कति दामी देखिन्छ माथिबाट होइन अन्त यस्तो जग्गामा घरहरू पनि कति राम्रो देखिन्छ के घर आइसकेँ अनि तपाईँहरूलाई चाहिँ मेरो आजको ब्लग कस्तो लाग्यो भन्नुहोस् होला अन्त मेरो चाहिँ ब्लगमा चाहिँ त्यो देखाएँ त्यो जग्गा चाहिँ कस्तो लाग्यो त्यो पनि भन्नुहोस् होला अन्त मेरो चाहिँ एक दुईवटा ब्लगमा चाहिँ साउन्ड आएको छैन साउन्ड लगाइदिएको छु अनि तपाईँले कमेन्ट पनि गरिदिनुहोस् होला फेरि भेटान्छु मन पऱ्यो मलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला च्यानलमा नआएको छ अनि पनि भन्नै आउँदैन के गरिदिनुहोस् साथीहरू हस् मेरो आजको ब्लग यति नै हुन्छ यतिकै मैले चाहिँ कोही बेला मात्रै ब्लग हाल्न पाउँछु डेली हाल्नु पाउँदैन तर पनि मेरो ब्लग नै हेरेर माया गरिदिनुहोस् होला बाई साथीहरू।